हेर्नुहोस् है हाम्रो चाहिँ मेरो फुल रे के भन्नु एकखेप ल्याइदिइहाल्छु नि म। हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आजको नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। मेरो सम्पूर्ण 11.6K लगभग साथीहरू हुनुहुन्छ। हजुरहरूलाई विशेष धन्यवाद। मेरो युट्युब च्यानलमा जोडिएर हजुरहरूले मेरा भिडियोहरू हेर्नुहुन्छ। राय हजुरको सुझाव प्रतिक्रिया सबै पाइरहेको छु। हजुरहरूको मायाको लागि हजुरहरूलाई विशेष आभार पनि दिन चाहन्छु। आजको ब्लग हाम्रो विशेष रहेको छ, किनभने आज हामी गाउँघरको रमाइलो असारमा यतिखेर चाहिँ रोपाइको चटारो रहेको छ। त्यसैले आज पनि हाम्रो घरमा हाम्रो आफ्नो रोपाइ रहेको छ। त्यसैले चाहिँ म खाजा तयार गर्न गइरहेको छु। खाजा तयार गरे पछाडि खाजा लिएर हामी खेतमा जानेछौँ। हजुरलाई म खेतमा लगेर हाम्रो रोपाइमा सहभागी गराउनेछु। भिडियो हेर्दै गर्नुहोला है त। रेडी गइसकेको छ, हामी खाजा लिएर जान्छौँ। हामी खाजा पुर्याउन जान लागेको, त्यसपछि हजुरलाई खेतमा लगेर देखाउनेछौँ। हेर्दै गर्नुहोला। अब भने हामी खेतमा आइसकेका छौँ। यहाँ सबैजना बसेर म चाहिँ खेतमा आइसकेको छु। त्यसपछि हामी माथि रोपेर भइसकेको छ। अब खेतलाहरू रोपारहरू चाहिँ खाएर आइसक्नु भएको छ। अब हामी बिस्तारै रोप्नेछौँ। अब भकारी थाप्ने कार्यक्रम हुन्छ, हेर्दै गर्नुहोला। मन्जु बिउ लिएर आउँदै हुनुहुन्छ। यसरी मुन्टो काट्ने हो। हेर्नु होला, यस्तो हुन्छ। यो धुलो बाँध्दाखेरि हुन्छ। हेर्नुहोस्, चारैतिर हरियाली नै हरियाली। किसानहरू बिहानदेखि खेतमा व्यस्त हुनुहुन्छ। यही मेहनतले हाम्रो भान्सामा अन्न आइपुग्छ। हामीले खाने प्रत्येक घाँस पछाडि उहाँहरूको कति धेरै पसिना बगेको हुन्छ भन्ने कुरा आज महसुस गर्दैछु म। हेर्नुहोस् है हाम्रो चाहिँ मेरो फुल रे के भन्नु एकखेप ल्याइदिइहाल्छु नि म। अनि म चाहिँ एकछिन धान रोपेँ, भिडियो बनाएँ, ब्लग बनाएँ। त्यसपछि बाबु लिन जानलाई ढिलो हुने भएको हुनाले घर फर्किएँ। आजको रोपाइँ ब्लग हजुरहरूलाई कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को रमाइलो ब्लगमा फेरि भेटौँला। नमस्कार।